साथीहरू आज काठमाडौँ भ्यालीभित्रको मौसम चाहिँ अलिकति रिसाए जस्तो देखिन्छ। किनभने यस्तो अँधेरो भएको छ हेर्नु है, यस्तो अँधेरो छ, पुरै बादलै बादल छ, तुवालो छ। त्यो तराईमा तराईको जाडो सिजनमा शीतलहर परे जस्तै भएको छ। आजको काठमाडौँ भ्यालीभित्रको मौसम रिसाएको जस्तो छ, अँधेरो छ र हल्का अलि एकदम केही थोपा थोपा पानी पनि यसरी झरेको अवस्था छ है। यहाँ यसरी देखिन्छ पानी हल्का छिर्काहरू झरेको अवस्था छ। आज मौसम अलिकति चिसो छ। चिसो भन्नाले त्यस्तो हावा चलेर चिसो त छैन, तर पनि अलिकति घाम नलागेकोले एकदम धुम्म भएकोले आजको मौसम चिसो छ। आज फागुनको 14 2082 साल हो। आकाश भने एकदम यस्तो कुहिरो मण्डल छ, अँधेरो छ, सूर्यको प्रकाश पनि देखिएको छैन, पुरै बादलले छेकेको अवस्था छ। यस्तो छ, अँधेरो छ, आकाश यस्तो कालो छ। पानी चाहिँ पर्छ पर्दैन थाहा भएन, तर एकदम पानी पर्नलाई तयार पनि छ र अलि के हो कि जस्तो छिटा पनि छिटाइएको छ। यो हेर्नुहोस्, काठमाडौँ भ्यालीभित्रको आजको मौसम यसरी पूर्ण रूपमा धमिलो छ, अँधेरो छ, पानी पर्ने जस्तो देखिन्छ। अब पानी पर्छ पर्दैन त्यो चाहिँ यकिन भएन, तर अलि कता कता यसरी चाहिँ छिटाएको अवस्था छ। अहिले चाहिँ बिहानको 9 बजिसकेको अवस्था छ। त्यसैले आजको काठमाडौँ भ्यालीभित्रको माघ महिनाको मौसमको गतिविधि पनि यस्तो छ। यो चारैतिर यस्तो छ, अँधेरो छ, घामको मुख भने आज देखिएको छैन। पानीको छिर्का भने हल्का एकदम देखिएको छ, परेको छ, छिर्का हानेको छ र यस्तो अँधेरो पनि छ। सायद आज पानी पर्छ पर्दैन त्यो त थाहा भएन, तै पनि पानीको लक्षण एकदम देखेछ। यसरी उत्तरतिर एकदम अँधेरो छ हेर्नु, अनि त्यसपछि गएर यता पूर्वतिर पनि एकदम अँधेरो छ। विशेष गरेर चाहिँ उत्तर र पूर्वतिर चाहिँ एकदमै अँधेरो छ, पुरै बादल लागेको छ, तुवालो लागेको छ। त्यसले गर्दाखेरि दक्षिणको भाग चाहिँ अलि उज्यालो हो कि जस्तो देखिन्छ, त्यो पनि त्यति उज्यालो त छैन। र पश्चिमको भाग पनि अँधेरो नै छ, त्यस्तो उज्यालो छैन। मैले चारैतिरको ठाउँलाई भिडियो मार्फत देखाएको छु, हेर्न सक्नुहुनेछ। र उत्तर र पूर्वतिरको चाहिँ एकदमै यसरी अति नै अँधेरो छ। एकदमै साउन भदौ महिनामा यो एकदमै कुहिरो लागेको जस्तो छ। तराईमा चाहिँ चिसो समयमा त्यो तुवालो आए जस्तो अथवा हुस्से लाए जस्तो देखिएको छ। काठमाडौँ भ्यालीभित्रको मौसम यस्तो छ। आजलाई यति नै भ्यालीभित्रको मौसम। अन्त के कसो होला, काठमाडौँ भ्यालीभित्र चाहिँ यस्तो अवस्था छ है त।